एक्जाम सकेर अब स्कुल घुम्ने तर्खरमा छौँ हामीहरू सबैजना। अनि चाहिँ उहाँहरू दौडिदिनु छ अगाडि अगाडि। यो चाहिँ स्कुलभित्रको वातावरणहरू यस्तो छ है। एक्जाम सक्यो भनेर चाहिँ दौडिँदै दौडिँदै हिँड्नु भएको छ अहिलेसम्म। ल ठिक छ, 2 घन्टासम्म एक्जाम दिएर फर्किनु भयो उहाँहरू चाहिँ। 2 घन्टामा छटपट 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 लागिरहेछ। छटपट 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 चलिरह्यो। होइन हौ, प्यारेन्ट्सहरू सकेपछि चाहिँ अनि यतातिर खुसीका साथ बच्चाहरूलाई अब स्कुलको भिजिट गराउँदैछ नि त अहिले। तिमीहरू बिहान खाजा खाएर के भन्छ ब्याग राखेर एसएमली बसमा आउँदा तिमीहरू भोक लागिसक्छ। अनि भने उहाँदेखि यहाँसम्म आउँदैन 11 साढे 11 बजीतिर कति बजी खाना दिनुहुन्छ भन्दैन छ। खोला हौ खोला। यता चाहिँ म भिडियोग्राफर हुन्छ। हजुर हजुर, यता स्विमिङ पुल जाने त यता, क्लासरुम जाने चाहिँ उता हो। यता यता मिल्छ जाउँ। मिल्छ मिल्छ, क्लासरुम हेर्न जाने नि त होइन। ल बधाई, हामीहरू हिँड्दैछौँ। जाउँ जाउँ हिँड्नु, केही हुन्न। यो चाहिँ खोला, स्कुलभित्र पनि यस्तो खोला बगिरहेको छ। हामी चाहिँ पुल तरेर अगाडितिर बढ्दैछौँ। ल हाम्रो सर पछाडि हुनुहुन्छ। हाड लागेर ल, हाड क्वेसन लागेर। के क्वेसन आयो, के क्वेसन आयो। म्याथको क्वेसनहरू पनि थियो। यस्तो लेखेको चाहिँ सक्यो। लोफोफोरसको पनि आएको थियो। छ्या छ्या छ्या, लोफोफोरस यालो पियाज। नेसनल बोर्डको ठिकै छ त। हो 2 चोटि होइन। स्विमिङ पुल किन हेर्नु पऱ्यो, एकछिन पस्नुहोस् न। हामी पहिला के अरे उसमा त जाउँ। डुब्छ अहिले, डुब्नेवालै छैन। स्विमिङ पुल बाहिरबाट हेर्ने मात्रै हो क्या, होइन? बाहिरबाट हेर्ने मात्रै हो। प्यारेन्ट्सहरू पनि आउँदैन छ। नो नो डोन्ट गो, नो 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 डोन्ट गो। त्यता जाने होइन। नो इन्ट्री लेखा छ, नो इन्ट्री। ओन्ली गर्ल्स, गर्ल्स होस्टल। नेसनल बोर्ड थाहा थियो होइन? लोफोफोरस त हो नि। हेलो पियाजो आएन। हेलो पियाजो। वास्तविकता भन्दा मलाई पनि आउँदैन लोफोफोरस। दिस इज खतरा खतरा रहेछ। यो भित्र नै के अरे घुम्दा घुम्दै राम्रो हुने सकिने रहेछ होइन? समय त भयो खतरा। यहीँबाट छ। ल चरा कि कागहरू मजाले गराइरहेछ त। 4 बजे रिजल्ट आउँछ के हो खै। हाम्रोले के लेख्यो, फटाफट हिँड्दै रे, हिँड्दैछन्। गाह्रो छ। अब कसलाई सोध्ने त्यो
कपी जाँच्नु परेन कपी जाँचेपछि पनि थाहा हुन्छ होला हार्ड भयो कता दौड इनर्जी त भरपुर छ नि इनर्जी त भरपुर छ नि हजुर वाट स्विमिङ पुल हो ग्राउन्ड भयो बास्केटबल माथि पनि त्यहीबाट जानु मिल्छ ए माथिको स्विमिङ पुल पनि त्यही हो सनाइ हेर्नु न यताबाट हेर न आऊ हेर अहिले खोलिदिनु भएर रहेछ ल अहिले खोलिदिनु भएर स्विमिङ भन्ने त्यही भएर खोलेको ल यो चाहिँ हाम्रो बास्केटबल कोर्ट अनि साथसाथै यता चाहिँ तपाईँको लङ टेनिसको कोर्ट रहेछ लङ टेनिसको कोर्ट छ यो चाहिँ बच्चाहरूको लागि स्विमिङ पुल राम्रो छ अनि यता ठुलोकोहरूलाई कम्पिटिसन हुने ठाउँको यो चाहिँ ठुलोको लागि पर्दैन लडिन्छ नि लडिन्छ अब हामी यो पुल तरेर पारी लाग्छौँ खोला छैन छैन खोला माथि माथि एकदम मजाको ठाउँ रहेछ यता चाहिँ खोला बगिरहेछ जिन्दगी खोला जस्तै जाउँ भने अनि किन त नि एकदम सुनसान शान्त वातावरणका साथमा चाहिँ हामी स्कुलमा घुमिरहेछौँ एकदम रमाइलो वातावरण छ स्कुलभित्र पनि मजाले घुम्ने ठाउँ छ सब प्यारेन्ट्स
देखिए 1 2 3 4 केयर गर्न थाल्यो भने उठाउँछ त्यो के छ